आईसीसी विश्वकप लिग 2 मा नेपालले आफ्नो 22औं खेलमा ओमान विरुद्ध खेल्ने तालिका छ। यी दुई टोली बीचको खेल बुधबार बिहान 9:30 बजेदेखि कीर्तिपुर स्थित ऐतिहासिक त्रिवी स्टेडियममा सुरु हुनेछ। सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई 37 रनले हरायो। नेपाली टिम दोस्रो म्याचमा ओमान विरुद्ध पनि जित निकाल्ने सोचमा छ। उता ओमानी टिम यस श्रृङ्खलामा पहिलो जित दर्ता गर्ने योजनामा छ। ऊ पहिलो म्याचमा फिनिसिङमा सुक्दा युएईसँग 25 रनले स्तब्ध भयो। जारी लिग 2 मा ताजा स्थितिमा ओमान राम्रो स्थानमा छ। उसले 25 म्याच खेल्दासम्म 13 मा जित र 9 खेलमा हारको सामना गरेको छ। ओमान अहिले 29 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। यता नेपाली टिमसँग 21 म्याच खेल्दासम्म 14 अङ्क मात्र छ। नेपालले 13 खेलमा हार, 6 मा जित र 2 खेलमा अङ्क बाँडेको हो। नेपाल हाल तालिकाको 7औं स्थानमा छ। यस सिरिजको बाँकी 3वटै खेल जिते पनि नेपालको स्थान फेरबदल हुने छैन। स्थानमा सुधार गर्न नेपालले अर्को सिरिज पर्खनु पर्नेछ। जारी लिग 2 मा अब नेपालले 15वटा म्याच खेल्न बाँकी छ। शीर्ष 4 मा स्थान बनाउन नेपालले 15 मध्ये 12 खेल जति जित्नुपर्छ। त्यसका लागि नेपाली टिमले बाँकी सिरिजमा शानदार प्रदर्शन गर्नुको विकल्प छैन। ओमानसँगको विगत प्रदर्शन औल्याउँदा नेपाल केही कमजोर देखिन्छ। हालसम्म यी दुई टिम बीच 8वटा ओडिआईमा भेट भएको छ, जसमा ओमानले 5 र नेपालले 3 खेलमा मात्र जित निकालेको छ। नेपाल र ओमान बीच अन्तिम पल्ट 24 सेप्टेम्बर सन् 2024 मा भेट भएको थियो। त्यो म्याच वर्षाका कारण रद्द भयो। यसपालि पनि यी दुई टिम बीचको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन काठमाडौँमा वर्षाको सम्भावना छ। बुधबार ओमान विरुद्ध नेपालले प्लेइङ 11मा 2 खेलाडी परिवर्तन गर्ने सम्भावना छ। श्रृङ्खलाको दोस्रो म्याचमा नेपालले आसिफ शेख र ललित नारायण राजवंशीलाई विश्राम दिएर अर्जुन कुमाल र नन्दन यादवलाई मौका दिने सम्भावना देखिएको। आसिफ शेख राष्ट्रिय टिमका लागि ठूलो पारी खेल्न नसकेको लामो समय भइसकेको छ। सोही कारण मुख्य प्रशिक्षक स्टुअर्ट लले बुधबार उनलाई विश्राम दिएर युवा स्टार अर्जुन कुमाललाई डेब्यू दिन सक्छन्। उनले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितादेखि घरेलु क्रिकेटमा लगातार महत्त्वपूर्ण पारी खेल्दै आएका छन्। पहिलो खेलमा ललित नारायण राजवंशीले राम्रो बोलिङ गरेका थिए। यद्यपि पिच फास्ट बलरका लागि थप अनुकूल देखिएकाले ओमान विरुद्ध नन्दनले मौका पाउने सम्भावना रहेको। यसरी हेर्दा बुधबारको खेलमा कुशल भुर्तेल, अर्जुन कुमाल, भीम सार्की, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, बशीर अहमद, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले मौका पाउन सक्छन्। तपाईको विचारमा चाहिँ ओमान विरुद्ध कसलाई मौका दिनु पर्ला? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।